नेपालमा बसेर चाहिँ मोनिटाइज हुने खालको टिकटक आइडी चाहिँ कसरी बनाउन सकिन्छ, जसलाई युएसए अथवा युके टिकटक आइडी भनेर पनि भनिन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई सामिल टिप्स युट्युब च्यानल। आजको यस भिडियोमा चाहिँ हामीले नेपालमा बसेर चाहिँ पैसा कमाउन मिल्ने खालको क्रिएटर रिवार्ड प्रोग्राम भएको चाहिँ टिकटक आइडी नयाँ कसरी बनाउन सकिन्छ त। आजको यस भिडियोमा चाहिँ म तपाईँलाई टिकटक आइडी बनाउने तरिका सिकाउन गइरहेको छु, जसलाई हामीले चाहिँ युएसए अथवा युके टिकटक आइडी भनेर पनि भन्ने गरिन्छ, जहाँ भनेको हाम्रो चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम हुन्छ र तपाईँले क्राइटेरिया पुरा गरिसकेपछि मोनिटाइज भएपछि तपाईँको भ्युज जति आउँछ त्यसको तपाईँलाई डलर दिन्छ। धेरैजनाले मलाई चाहिँ व्हाट्सएप मेसेन्जरमा आएर मेरो क्रिएटर रिवार्डै छैन, मेरो कन्ट्री चेन्ज नै भएन, जापानमा चलाउनु दिएको, युकेमा चलाउनु दिएको भनेर भन्नुहुन्छ। अब त्यस्तो भयो भने तपाईँले नयाँ युके एकाउन्ट अथवा जापानको एकाउन्ट तपाईँले नेपालबाटै बनाउन सक्नुहुन्छ। कसरी बनाउने तपाईँले आजको यस भिडियोमा चाहिँ अन्तिमसम्म हेर्नुभयो भने तपाईँले बनाउन सिक्नुहुन्छ र क्रिएटर रिवार्ड त्यहीँ तपाईँको हुन्छ र तपाईँले काम गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। यसको लागि तपाईँले भिडियोलाई लाइक गरिदिनु भएको छैन भने अहिलेसम्म भिडियोलाई लाइक सेयर गरेर यस्तो प्रकारको अनलाइन अर्निङ सम्बन्धी टिकटक, फेसबुक, युट्युब अनलाइन अर्निङ सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यस सामिल टिप्स युट्युब च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला है त। आउनुहोस् आजको हाम्रो टपिकतर्फ लागो। अब यहाँनिर म मोबाइलको स्क्रिनलाई सेयर गरिरहेको छु। केही गर्नु पर्दैन, तपाईँले सिम्पल टिकटकमा जानु, तपाईँहरू टिकटक ओपन गर्नु होला है। प्रोफाइलमा गए, त्यसपछि प्रोफाइलमा गइसकेपछि माथि थ्री लाइनमा जानु होला। यहाँ मुनि सेटिङ एन्ड प्राइभेसी हेर्नु त, यहाँनिर सेटिङ एन्ड प्राइभेसीमा जानु होला। अब सबभन्दा मुनि जानु होला। सबभन्दा मुनि गइसकेपछि यहाँ के पाउनुहुन्छ त, स्विच एकाउन्ट भन्ने अप्सन पाउनुहुन्छ। स्विच एकाउन्टमा जानु भइसकेपछि अब हामीले नयाँ एकाउन्ट बनाउनु हो, त्यही भएर त्यसपछि यहाँनिर हामीले एड एकाउन्टमा तपाईँले के गर्नुपर्ने हुन्छ त, एड एकाउन्टमा हामीले टच गरिदिनु पर्ने हुन्छ। एड एकाउन्टमा गइसकेपछि यहाँनिर मुनि चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ लगइन भन्ने अप्सन छ है तपाईँको। यहाँ लगइनमा तपाईँले टच गर्नुभयो भने यहाँनिर हाम्रो साइनअप भन्ने आउँछ, हेर्न सक्नुहुन्छ। साइनअप भनेको नयाँ बनाउनु खोजेको। अब तपाईँले यहाँनिर ध्यान दिएर हेर्नु त, यहाँ मुनि तपाईँले भिपिएनहरू जोड्नै पर्दैन क्या। तपाईँले यहाँ मुनि हेर्नुहोस् त, यहाँ के लेखेको छ पढ्नुहोस् त, ब्लू कलरको अक्षरमा एनइपिएल नेपाल छ। यसलाई हामीले रिजन चेन्ज गरिदिएपछि हाम्रो बनिहाल्छ। यो नेपाल भन्नेमा टच गर्नु होला है। त्यहाँ सानो छ है, फेरि म ब्याक गरेर हेराइदिन्छु। यहाँ हेर्नुहोस्, यहाँ सानो छ, यहाँ मुनि सानो छ। नेपालमा जाउँ र तपाईँले यहाँनिर अब युके हो कि युएसए के को बनाउने, अब युके को बनाउँदा नि आउँछ, जापानको बनाउँदा पनि आउँछ होइन। तपाईँको धेरै कन्ट्रीहरू छ, जस्तै यहाँनिर मैले चाहिँ युएसए भने युएसए, अस्ट्रेलिया, साइप्रस, तपाईँको युनाइटेड, अब युके युनाइटेड किङडम लेखे है। अब यहाँनिर हाम्रो युनाइटेड भनेर यहाँनिर तल रिजन चेन्ज गऱ्यौँ। अब हाम्रो युजर नेम फोनबाट तपाईँले बनाउने हो कि मोबाइल नम्बरबाट त्यो टिकटक आइडी, इमेलबाट बनाउने हो कि होइन, फेसबुकबाट बनाउन सक्नुहुन्छ, गुगल एकाउन्टबाट। गुगल एकाउन्टमा जानु होला। त्यसपछि यहाँनिर म एउटा एकाउन्ट बनाउन गइरहेको छु। यहाँनिर तपाईँले इमेल चुज गर्न सक्नुहुन्छ, फेसबुक चुज गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर मैले चाहिँ यो मैले एउटा इमेललाई चुज गरेँ, तपाईँले एउटा चुज गरिदिनु होला। अब यहाँ यो तपाईँले डेट अफ बर्थ बनाउनु पर्ने हुन्छ। यहाँनिर डेट अफ बर्थ तपाईँको कति हो त यहाँनिर तपाईँले चुज गर्नुपर्ने हुन्छ है त। यसरी डेट अफ बर्थ चुज गर्नुपर्ने हुन्छ। यहाँ कति हो तपाईँको इङ्ग्लिसबाट राखिदिनु होला। त्यसपछि तपाईँले कन्टिन्यू गरिदिनु होला, ओके भनिदिनु होला। त्यसपछि तपाईँले चाहिँ यहाँनिर महिना यानि तपाईँको आफ्नो तारिक राख्नु होला, कन्टिन्यू गरिदिनु होला। यति गर्नु भइसकेपछि तपाईँको यहाँनिर चाहिँ नाम के राख्ने त तपाईँको त्यो टिकटक आइडीको, जुन चाहिँ मोनिटाइज होस् त तपाईँको चाहिँ होइन। तपाईँले चाहिँ यहाँनिर मैले चाहिँ राखिदिन्छु एउटा निकनेम, केही तपाईँले चाहिँ यहाँनिर चाहिँ राख्नुपर्ने हुन्छ है। अब यहाँनिर मैले यो टिकटक आइडीको तपाईँलाई देखाउनको लागि अपडेट्स यु भनेर नाम राखिदिएको छु है। कन्टिन्यू गर्नु होला। कन्टिन्यू गर्नु भइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ नयाँ टिकटक आइडीमा हामी यहाँनिर चाहिँ आइसकेको छौँ। हेर्नुहोस् एकछिन यसलाई नचलाउनु होला यतिखेर चाहिँ। अब यहाँ प्रोफाइलमा जाउँ त, हेर्नुहोस् त अपडेट्स यु। अब यसमा तपाईँको क्रिएटर रिवार्ड आएको छ कि छैन त, माथि जानु होला थ्री लाइनमा, टिकटक स्टुडियोमा जानु होला है तपाईँहरू। टिकटक स्टुडियोमा जाने बित्तिकै तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, मुनि जानु होला। यहाँ मुनि जानु होला, क्रिएटर रिवार्ड आइसकेको छ। तपाईँले हेर्नुहोस् त एकदम महत्त्वपूर्ण मैले आज तपाईँहरूलाई जानकारी दिएको छु।
क्रिएटर रिवार्ड आइसकेको छ। हेर्नुहोस् है यहाँ तपाईँको यहाँ जानु होला क्रिएटर रिवार्डमा। अब तपाईँले यहाँनिर चाहिँ केही कुराहरू तपाईँले पुरा गर्नुपर्ने हुन्छ मोनिटाइज गर्नलाई। क्रिएटर रिवार्ड प्रोग्राम कलेक्ट रिवार्ड फर 1 मिलियन प्लस भिडियोज होइन। तपाईँको चाहिँ अलिकति भ्युज चाहिँ दरै आउनुपर्छ तपाईँको चाहिँ होइन। अब त्यसपछि यहाँनिर तपाईँको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 18 वर्षभन्दा माथिको टिकटक आइडी बनाउनु पर्ने हुन्छ। भर्खर मैले बनाएँ त्यो जुन हामीले उमेर राख्यौँ नि। ह्याभ अ लिस्ट 10,000 फलोवर पुऱ्याउनु होला, 10,000 फलोवर र 1 महिनामा 1 लाख भ्युज भनेको पछिल्लो है, पछिल्लो घट्दै जान्छ तपाईँको पुरा भएन भने। 1 महिनामा 1 लाख भ्युज ल्याउनु भयो भने यहाँ जोइनको बटनमा आउँछ, जोइन गर्नु होला। तपाईँको भिडियो रिभ्यू गर्छ अनि त्यसपछि तपाईँको टिकटक आइडीमा डलर देखाउँछ, मोनिटाइज हुन्छ। र परिचय पत्रबाट तपाईँले के गर्नुपर्ने हुन्छ त आइडेन्टिटी भेरिफिकेसन गर्नुपर्ने हुन्छ, जुन मैले अलरेडी बनाइसकेको छु भिडियो। परिचय पत्रबाट आइडेन्टिटी भेरिफिकेसन गरेर युकेकै तपाईँको ब्याङ्क एकाउन्ट राख्दा पनि हुन्छ। युकेकै तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ त पेपाल एकाउन्ट साथीको अथवा पिएनआर एकाउन्ट तपाईँले एड गर्नुपर्ने हुन्छ। र तपाईँको चाहिँ $25 पुगेपछि तपाईँको 11 तारिक तपाईँको ब्याङ्कमा हालिदिन्छ, अथवा पिएनआर अथवा पेपालकै छ। हजुरहरूलाई आजको यस भिडियो कस्तो लाग्यो त? मैले तपाईँलाई चाहिँ नेपालमा बसेर टिकटकबाट पैसा कमाउने खालको टिकटक एकाउन्ट बन्ने तरिका सिकाएको छु। भिडियो मन परेको छ भने भिडियोले लाइक सेयर गरेर यस्तो प्रकारको जानकारीमूलक भिडियोको लागि हाम्रो यस सामिल टिप्स युट्युब च्यानलमा नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला। नबुझेको कुरा छ भने तपाईँले कमेन्ट गर्नु होला। धन्यवाद। बिदा पाउँछ नेपाल।